पार्टमा भेटिसकेको छौँ। अनि हामी यहाँ अघिको पार्टमा हाम्रो डल्लोहरू फाल्दै गरेको र दाउराहरू टिप्दै गरेको थियौँ। अहिले भने हामी यता यहाँ आएर अब दाउरा सङ्कलन गर्दैछौँ। ऊ त्यहाँ एकजना मान्छे डराइसक्यो। हेर्नुहोस् न गाइस कति धेरै दाउरा मैले फालिदिइसक्यो। दाउरा छ त्यतिर अलिक मुनितिर जाउँ न त। यो दाउरा एकखट्टा गरिसक्यो नि मर्यो तल पनि छ चाहिँ दाउरा थोरैतिर। कसरी यो डल्लोलाई चाहिँ लैजाने भन्ने मेरो दिमाग खप्परमा छ के। आधी दाउरा मलाई दे आधी दाउरा त बोक के फेरि आउने त्यो प्लास्टिकको खनाएर जम्न त छोड्दै लिग्नुस ल अब म यसको पछि जान्छु। यसले हामीलाई बाटो देखाउँछ। मलाई हान्छ है अब झन्डै हानेको मलाई दुख्यो। कस्तो हाने उसलाई मेरो अघिदेखि रगत आइसक्यो खुट्टामा पनि हानेर अघि। अब म बाँकी भएको अलिअलि दाउराहरू टिप्छु। अब मेरो कामै नभए जस्तो हुन्छ नि त। म त ठुलो लिएर जाने हो घर। म त यहाँ टिपेर यहाँ मान्छेले घर गएर म के भइसके। मेरो पीडा मलाई थाहा छ नि त गाइस। यहाँ पीडा सहँदै आइसक्नु भएको छ त्यहाँ। ओहो दाउरा झरेको हेर नि यहाँ। ओमसै त्यहाँ हेर न हजुर। कहाँ जाने रे ओए? कहाँ जाने रे ओए? स्वयम्भू त यहाँदेखि मुनि तल जानु पुग्छ मलाई कम अप्ठ्यारो भइरहेछ। मेरो यहाँ घोचिसक्यो दिलमा घोचेको छ थाहा छ दिलमा। के गर्ने होला म मिलाएर जाने के। हेर्नुहोस् त त्यहाँ गाइस टिकटक बनाइरहेछ गाइस। गोलो यो लिएर जा दाउरा पनि हुन्छ त्यहाँ। ल दे गोलो गोलोहरू मिलाउँदै त्यो लिएर जा दाउरा ल्याउन त्यहाँ। सो गाइस अहिलेलाई मैले भ्लग लोके है।